है भिडियोमा आजको भिडियोमा हामी नेपालको सेयर बजारको बारेमा एनालाइसिस गर्नेछौँ। यो एनालाइसिस मेरो आफ्नो पर्सपेक्टिभबाटको एनालाइसिस रहनेछ। यो एनालाइसिसबाट हजुरहरूले बाइ सेल गर्ने काम नगर्नुहोला, किनकि सेयर बजार भनेको एकदमै जोखिमयुक्त क्षेत्र हो। यो क्षेत्रमा तपाईँले लगानी गर्दा एकदमै विचार एवं होस पुऱ्याएर लगानी गर्नुहोला, किनकि यसमा तपाईँले लगानी गरेको पैसा छिनभरमै डुब्न पनि सक्छ। ल सुरु गरौँ। आज अप्रिल 9, 2025 को एनालाइसिसबाट आजको एनालाइसिसमा 4.41 अर्बको टर्नओभर आएको छ। भोल्युम 74,84,000 किता आएको छ। अब तपाईँ हामीले नेप्से किन बढेन भन्छौँ है। नेप्से नबढ्नुको कारण भनेको हाम्रो टर्नओभर हेर्नु त घटिरहेको छ। त्यो टर्नओभर घटिरहँदा टर्नओभर घटिरह्यो भने हामीलाई यो टर्नओभरले साथ दिएको मान्ने हुँदैन। टर्नओभर बढिरहनुपर्छ राम्रोसित नेप्सेमा एउटा अपर्च्युनिटीको लागि, तर त्यो अपर्च्युनिटी क्रिएट नभएको कारणले गर्दा यो भएको छैन। अनि त्यही सिनारीहरू हाम्रो अब नेप्सेलाई असर गरिरहेको छ। अब सरकारको कारणले पनि भयो एउटा। अब स्थिर सरकार छ भने त अटोमेटिकल्ली नेप्से बढ्छ है। जति हामीले यस्तो लगाए पनि, यस्तो गरे पनि, जति धर्का ताने पनि यस्तो हुँदैन। स्थिर सरकार छ भने बढ्न सक्छ, तर स्थिर सरकार छैन अहिले। अब स्थिर सरकार 5 वर्षसम्म एउटै पार्टीको सरकार टिक्यो भने नेप्से पनि अवश्य माथि जान सक्ने सम्भावना रहिरहन्छ, तर अहिले त्यस्तो छैन। अनि बढ्ने स्क्रिप्टहरूमा यो आइपी आएको रहेछ, अनि डब्लुएनएलबी, अनि त्यसै गरी बिएनएल, अनि एसएचएल, अनि आरबिसिएल, एनजिपिएल, अनि ह्याथवे, सिएचडिसी, अनि जोशी हाइड्रो पावर, त्यसै गरी केइएफ रहेको छ। अनि लुजर्समा सिन्धु, जिएलबिएसएल, अनि C30MF, अनि एचसिआइपी, युएसएचसी, बिएचपिएल, एनसिसी, डिएच6, आइसिएफसी, डिएच3, अनि एचआरएल रहेको छ। अनि समग्र इन्डेक्सहरू हेऱ्यौँ हामीले। अब टर्नओभरमा हेर्छौँ भने एनआरएनमा 42 करोडको टर्नओभर आएको छ। त्यसै गरी सिएचडिसीमा, अनि एचआरएलमा, अनि एनआरआइसीमा, त्यसै गरी राधीमा, एचपिपिएलमा, अनि एनजिपिएलमा, त्यसै गरी जिसिआइएलमा, जिएमएलआई, अनि युएमएचएलमा टर्नओभर आएको छ। भोल्युममा केइएफ, एनजिपिएल, राधी, एचपिपिएल, अनि एचआरएल, एचआइडिसिएल, एनआरएन, एसजिएफ रहेको छ। होटेलमा हेर्छ भने एसएचएल, अनि ओएचएल, त्यसै गरी केडिएल, टिआरएच, अनि सिटी रहेको छ। लुजर्समा सिजिएच रहेको छ। भोल्युममा टप टर्नओभरमा एसएचएल, सिजिएच, ओएचएल, सिटी, अनि टिआरएच, अनि केडिएल रहेको छ। अनि इन्भेस्टमेन्ट इन्डेक्समा ह्याथवे, सिएचडिसी, अनि इएनएल, एनआरएन, एचआइडिसिएल, निफ्रा, अनि सिआइटी रहेको छ। अनि म्यानुफ्याक्चरिङमा बिएनएल, अनि जिसिआइएल, शिवम, सर्वोत्तम, सोना, अनि बिएनटी, अनि एसडिएल रहेको छ। लुजर्समा युएनएल रहेको छ। म्यानुफ्याक्चरिङ पछि नन लाइफमा एनएमआइसी, आरबिसिएल, एनएलजी, एनआइसिएल, एसपिआइएल, आरबिसिएल, अनि एसजिआइसी, प्रिन, एचसिआई रहेको छ। लुजर्समा सालिको, आइजिआई रहेको छ। म्युचुअल फन्डहरू नहेरौँ है। अनि अदर्समा बिबिसी र एसटिसीको यो ट्रेडिङको हो, एनआरएम सबै बढिरहेछ। फाइनेन्स, एसआइएफसी फाइनेन्स धेरै बढिरहेको रहन्छ। डेभलपमेन्ट ब्याङ्क पनि बढिरहेको छैन। लाइफ इन्सुरेन्स, माइक्रो फाइनेन्स पनि त्यस्तै नै छ। हाइड्रो एनजिपिएल मात्रै थोरै बढेछ, जोसी रहेको रहेछ। अनि ब्याङ्किङबाट पिसिबिएल, अनि निका, जिबिआइएमए, पर्बु, नबिल, अनि एभरेस्ट ब्याङ्क बढेको छ। ट्रेडिङमा बिबिसी र एसटिसी रहेको रहेछ। बिबिसीले मार्केट एक्लै नै मार्केट चलाउन सक्छ, त्यही भएर बिबिसी एकदमै हाइली मार्केटलाई अप डाउन गर्न सक्ने स्क्रिप्ट हो। यसको लिस्टेड सेयर हामी हेर्छौँ यहाँ।
पब्लिक सेयर र प्रमोटर सेयरको पर्सेन्टेज मात्रै देखाएको है। अनि अब यसलाई हामीले टेक्निकल पर्सपेक्टिभबाट सुरुमा हेर्छौँ। टेक्निकल भनेको तपाईँ हामीले प्रोबेबिलिटी अप्नाउने सिनारियो जति हायर हाई हायर हाई हायर हाई बन्यो त्यति अब बुलको सिनारी हुन्छ भने लोवर लो लोवर लो लोवर लो बन्दै गयो भने बियरको सिनारी हुन्छ। अब यसलाई न त हायर हाई बन्न सकेको छ न त लोवर लो नै बनेको छ, पुरै साइड वेजमै छ मार्केट। अब यसलाई हामी आरएसआईको थ्रुबाट ब्याक टेस्ट गर्छौँ, चेक गर्छौँ है। अनि आरएसआई 47 मा आएको रहेछ। लगभग लगभग आरएसआई हामीले जोन वाइज हेर्छ भने अब 50 भन्दा माथि पुलिस कन्सिडर गर्छौँ भने 30 भन्दा माथि 30 भन्दा तल बियर भन्छौँ है। यो सिनारीहरू हुन्छ। अब क्यान्डलस्टिकहरू यो हेरेर हुने केही नि होइन। डोजी क्यान्डल हो यो। डोजी भनेको इन्डिसिजन क्यान्डल हुन्छ। न त माथिको बनाउन सक्छ न त तलको। अझ डोजी पनि बनाएर हिँड्छ। अझ डोजी टाइपको इन्डिसिजनै क्यान्डल हो यो। न माथि इन्डिकेट गरिरहेछ न त तल इन्डिकेट गरिरहेछ यस्तो क्यान्डलहरूले। यो हामीले क्यान्डल स्टिक बुझे पनि राम्रो हुन्छ। प्राइस एक्सनको रहेछ। अनि अनि अब अर्को सिनारियोमा सपोर्ट रेसिस्टेन्स भन्ने कुरा एउटै नै रहन्छ। यसमा धेरै फरक पर्दैन। यहाँ माथिकोलाई हामी रेसिस्टेन्स मान्छौँ। रेसिस्टेन्स भनेको जहाँदेखि झर्न सुरु गरेको छ त्यसलाई रेसिस्टेन्स, अनि सपोर्ट भनेको जहाँदेखि माथि अप अप हुन लागेको छ त्यसलाई सपोर्ट मान्छौँ। यस्तै गरेर एनालाइसिस गर्नुपर्छ। अनि अर्को भनेको आरएसआईलाई तल आएकोमा बाइङ गर्ने सिनारियोहरू हेरेर बाइङ गऱ्यो भने एकदमै राम्रो हुन्छ। यदि स्क्रिप्टहरू माथि माथि गएर पस्यो भने चाहिँ घाटा खाने सम्भावना हुन्छ। टोपी लगाइदिन्छन् अरूले। अरूले टोपी लगाइदिएको आफूले किन त्यो टोपी बोक्ने होइन। त्यही भएर त्यस्तो काम नगर्नु होला। आफ्नो अध्ययन गर्नुहोस्। आफ्नो अध्ययन गरेपछि राम्रो हुन्छ। घाटा कम खानुहुन्छ। एकचोटि खानु होला तर सुरुमा थोरै पैसाले लगानी गर्नु होला, किनकि जीवनभर कमाएको पैसा यसमा स्याप्पै जान पनि सक्छ। अब टर्नओभरले साथ दिँदैन। यहाँ टर्नओभरले साथ दियो भने बढ्ने हो। यदि टर्नओभरले साथ दिँदैन भने यो सधैँ नै साइडवेज नै रहन्छ। हेर्नु टर्नओभर यहाँदेखि यहाँसम्म स्थिर छ। यस्तै अनयुजल टर्नओभर आयो भने बढ्ने हो नेप्से। त्यति टर्नओभर आएको अहिले देखिँदैन। र यति नै। अब यस साइडमा एउटा कम्पनीको एनालाइसिस गर्छु। धन्यवाद।